एभ्रीवन टाइप्स अफ क्वेसन फ्रम प्रोबेबिलिटी यो प्रोबेबिलिटी भन्ने च्याप्टरबाट 7वटा टाइपको क्वेसन सोध्छ जसमा फर्स्ट टाइप 1 भनेको चाहिँ ड्रइङ बल्स हैन बल्स ड्रइङ गर्ने केस भयो मार्बल्स भयो अथवा अदर अब्जेक्ट्स भयो इभन स्टुडेन्टलाई पनि हैन स्टुडेन्ट पिकिङ टाइपको क्वेसन हुन्छ नि कुनै क्लासमा नम्बर अफ बोइज नम्बर अफ गर्ल्स भनेर दिन्छ र त्यसबाट नम्बर अफ बोइज पिक गर्दै गर्दाखेरि नम्बर अफ गर्ल्स ड्र गर्दै गर्दाखेरि के हुन्छ भन्ने टाइपको क्वेसनहरु चाहिँ के पर्छ यो टाइप 1 मा पर्छ र यसमा चाहिँ मेन बुझ्नुपर्ने कुरा भनेको चाहिँ यसमा दुईटा कुरा बुझ्नुपर्छ एउटा विथ रिप्लेसमेन्ट भन्ने कुरा बुझ्नुपर्छ एन्ड अदर थिङ इज विथआउट रिप्लेसमेन्ट भन्ने कुरा बुझ्नुपर्छ यति दुईटा हो है एउटा विथ रिप्लेसमेन्ट भन्ने कुरा बुझ्नुपर्छ अर्को भनेको विथआउट रिप्लेसमेन्ट भन्ने कुरा बुझ्नुपर्छ विथ रिप्लेसमेन्ट र विथआउट रिप्लेसमेन्ट बुझियो भने टाइप 1 को जस्तो सुकै क्वेसन आओस् एनी टाइप अफ क्वेसन यु गाइज क्यान सल्भ है त जस्तो सुकै क्वेसन आए पनि तिमीहरूले सल्भ गर्न सक्छौ र यो म भन्छु है त अर्को भनेको टाइप 2 मा चाहिँ हामीलाई कस्तो टाइपको क्वेसन्सहरु देखिरहेको हुन्छौ कस्तो टाइपको क्वेसन्सहरु चाहिँ सोधिरहेको हुन्छ त भन्दाखेरिमा चाहिँ टाइप 2 मा चाहिँ हामीलाई कार्डसँग रिलेटेड हैन कार्डमा कतिवटा हुन्छ टोटल नम्बर अफ कार्ड्स इन अ डेक अफ कार्ड कति हुन्छ भनौं त इन अ डेक अफ कार्ड हाउ मेनी कार्ड्स आर दिएर भन्दा जम्मा कति हुन्छ 52 वटा कार्ड्स हुन्छ हो 52 वटा कार्ड्समा पनि अब 4 वटा के हुन्छ त 4 वटा छुट्टा छुट्टै हुन्छ जसमा दुईटा कलर हुन्छ एउटा रेड हुन्छ एउटा ब्ल्याक हुन्छ त्यसमा पनि अब हार्ट हुने भो स्पेड हुने भो हैन त्यो कुराहरु भयो अब त्यहाँ भित्र पनि फेस भएको कार्ड हुन्छ अर्को भनेको के हुन्छ फेस भएको कार्ड हुने भो किङ हुने भो क्वीन हुने भो एस हुने भो डिफरेन्ट कार्डहरु हुन्छ योसँग रिलेटेड अर्को सेकेन्ड टाइपको क्वेशन छ यो पनि एकदमै रिपिटेडली यसमा सोधिरहेको छ है नेक्स्ट वान इज कोइन रिलेटेड क्वेशन सोध्छ अब हामीलाई यसमा टाइप 3 भनेको कस्तो टाइपको क्वेसन सोध्छ त यसबाट जम्मा 7 वटा टाइपको क्वेसन सोध्छ दुईवटा टाइप हामीले हेरिसक्यौं अब अर्को कोइनसँग रिलेटेड क्वेसन सोध्छ र कोइनसँग रिलेटेड क्वेसन सोध्दै गर्दाखेरि जम्मा दुईटा आउटकम आउने चान्सेस हुन्छ एउटा भनेको के छ हेड आउन सक्छ अर्को भनेको के आउन सक्छ टेल आउन सक्छ र हेड र टेलसँग रिलेट गरेर हामीलाई के गर्छ त कोइनसँग रिलेटेड टसिङसँग रिलेटेड क्वेसन सोधिरहेको हुन्छ दिस इज थर्ड टाइप अफ क्वेसन दैट क्यान बी आस्क्ड फ्रम प्रोबेबिलिटी र त्यो चाहिँ सोध्न सक्छ भन्छ अब अर्को भनेको फोर्थ टाइप अफ क्वेसनमा जाँदै गर्दाखेरि चाहिँ बर्थसँग रिलेटेड कुनै पनि कपल छ हैन त्यो कपलले चाहिँ के आइदर दे क्यान गिभ अ बर्थ टु अ सन अर अ डटर हैन कि त सनलाई बर्थ दिन सक्यो कि त डटरलाई दिन सक्यो र त्यो केससँग रिलेट गरेर पनि अर्को क्वेसन सोध्छ यो टाइप आईभी मा पर्छ है ठीक छ त्यो चाहिँ के छ त टाइप आईभी मा पर्छ है ओके म हेरौँ त त्यसपछि अब यो टाइप आईभी भनेको सन डटरसँग रिलेटेड क्वेसन सोध्छ र टाइप भी मा भनेको के क्वेसन सोध्छ त भन्दा डाइससँग रिलेटेड पनि क्वेसन सोध्छ डाइस भने थाहा छ डाइसमा के हुन्छ 1 हुन्छ 2 हुन्छ 3 हुन्छ पोट छक्का खेल्याछ हो पोट दुक्की एक्की दुक्की त्रिकी चौकी पन्जी छक्का भनेर हुन्छ नि हो त्यो चाहिँ के हो त डाइसको र त्योसँग रिलेटेड अर्को क्वेसन सोध्छ अर्को टाइप भिआई मा के हुन्छ भन्दा नम्बर कार्डसँग रिलेटेड क्वेसन पनि हुन्छ है नम्बर कार्डसँग रिलेटेड क्वेसन हुन्छ भन्दा कुनै पनि एउटा बक्समा चाहिँ डिफरेन्ट नम्बरहरु लेखेर जस्तै 7 देखि 25 सम्म का नम्बरहरु लेखेर कुनै पनि कार्ड्सहरुको कलेक्सन गरेर राखेको हुन्छ अब त्योबाट झिक्दाखेरि अड नम्बर पर्ने केस के हुन्छ अर्को भनेको के हुन्छ त अड पर्ने प्रोबेबिलिटी कति हुन्छ इभन पर्ने प्रोबेबिलिटी कति हुन्छ प्राइम पर्ने प्रोबेबिलिटी कति हुन्छ त्योसँग रिलेट गरेर पनि क्वेसन सोध्छ भनेपछि 6 वटा टाइपको क्वेसन हेरिसक्यो एन्ड लास्ट बट नट लिस्ट हैन धेरै जनालाई गाह्रो लाग्ने छ यो टाइप भिआईआई भनेको अब 7th टाइप अफ क्वेसन चाहिँ कस्तो सोध्छ त यसमा प्रोबेबिलिटीबाट भन्दा 7th टाइप अफ क्वेसन भने चाहिँ स्टुडेन्ट दुईवटा स्टुडेन्टहरुको प्रब्लम सल्भ गर्न सक्ने प्रोबेबिलिटी दिन्छ अनि त्यसपछि के हुन्छ त दुईटैले सल्भ गर्न सक्ने एटलिस्ट सल्भ हुने एटमस सल्भ हुने त्यो टाइपको क्वेसन छ है र भनेपछि प्रोबेबिलिटीबाट तिमीहरुले जुनसुकै बुक खोल जुनसुकै सेट बुक खोल जुनसुकै यसीको क्वेसनहरु हेर यति 7 टाइप अफ क्वेसन भन्दा कुनै पनि क्वेसन भेट्दैनौ भेटाछौ भन त भेटाछौ कतै यो 7 वटा टाइप भन्दा हो यसरी पढ्ने हो वान शट भने यसरी गर्ने हो रिभिजन है त के गर्ने हो क्वेसनको एनालाइसिस गर्ने फर्स्टमा हो क्वेसनको एनालाइसिस गर्दै गर्दाखेरि कतिवटा टाइप अफ क्वेसनहरु हामीले प्रोबेबिलिटीबाट जान्नु पर्ने रहेछ 7 वटा टाइप ओके एभ्रीवन गण्डकी प्रोभिन्समा 2080 मा हामीलाई एउटा प्रोबेबिलिटीबाट सोधेको क्वेसन छ यो क्वेसनलाई एकदमै फास्ट हेरेर यस्तो टाइपको जसोसुकै क्वेसन आए पनि गर्न सक्ने भइहालौं है त ल ठीक छ क्वेसन हेरौं त सबैजनाले के भनेको छ देयर आर 1 रेड 1 ब्ल्याक एन्ड 1 व्हाइट बल अफ द सेम शेप एन्ड साइज इन अ ब्याग 2 balls are drawn randomly one after another without replacement भन्यो अनि ABCD गरेर यसरी हामीलाई के गरेको छ क्वेसन सोधेको छ अब यसको ए नम्बरको क्वेसनमा हेरौं न त के भनेको छ ए नम्बरको क्वेसनमा चाहिँ हामीलाई के भनेको छ त इफ A and B are two independent events write the formula of PA intersection B भनेको छ ए र बी दुईवटा इन्डिपेन्डेन्ट इभेन्ट छ भने के हुन्छ त PA इन्टरसेक्सन B को फर्मुला भनेको त हामी सबैलाई थाहा छ के हुन्छ त इभेन्ट A र B को प्रोबेबिलिटीको प्रोडक्ट हुन्छ भन्ने कुरा हामीलाई थाहा छ त्यही कुरालाई यहाँ मैले राखेको छु है त फर टु इन्डिपेन्डेन्स इभेन्ट्स A and B PA इन्टरसेक्सन B इक्वल टु PA इन्टु PB हुन्छ यो कुरा सबैजनालाई थाहा छ यहाँसम्म ठीक छ है यहाँसम्म केही कन्फ्युजन छैन एकदमै सजिलो क्वेसन छ
अब बी नम्बरमा अब हामी जान्छौँ बी नम्बरमा चाहिँ के भनेको छ भन्दा सो द प्रोबेबिलिटी अफ अल द पोसिबल आउटकम्स इन अ प्रोबेबिलिटी ट्री डायग्राम बनाउन आउँछ जहिले पनि अब ट्री डायग्राम बनाउँदै गर्दाखेरि त के गर्छौँ त हामीले फर्स्टमा चाहिँ डिनोटेसन गर्छौँ यसमा पनि सिम्पली त्यही गर्छौँ हामी लेट आर इभेन्ट अफ गेटिङ आर भनेको चाहिँ के हो त लेट अस कन्सिडर आर इज द इभेन्ट अफ गेटिङ रेड बल बी इज इभेन्ट अफ गेटिङ ब्ल्याक बल डब्लु इज इभेन्ट अफ गेटिङ व्हाइट बल छ किन यहाँनिर हेरौँ त हामीसँग एउटा ब्याग छ जसमा चाहिँ एउटा रेड कलरको बल छ एउटा ब्ल्याक कलरको बल छ अर्को के छ त व्हाइट कलरको बल छ भने त्यो बललाई चाहिँ हामीले के गरेका छौँ ड्रन गरेका छौँ हो त्यो बललाई निकालेका छौँ र त्यो निकाल्दाखेरि चाहिँ हामीले के गरेका छौँ त निकालिसकेपछि त्यसलाई फेरि राखेका छौँ कि छैनौँ भन्ने कुरा चाहिँ हामीले फर्स्टमा हेर्नुपर्छ विथ रिप्लेसमेन्ट भनेको छ कि विथआउट रिप्लेसमेन्ट भनेको छ यो कुरालाई हेरिसकेपछि एकदमै सजिलो छ यसमा के भन्नु विथआउट रिप्लेसमेन्ट भन्यो इट मिन्स हामीले पहिलोचोटि जुन बल आउँछ होइन पहिलोचोटि जुन बल आउँछ त्यसलाई हामीले के गर्दैनौँ त रिप्लेस गर्दैनौँ फेरि राख्दैनौँ त्यो बललाई बाहिरै छोडेर फेरि के गर्छौँ त ड्रन गर्छौँ भन्ने केस छ यही कुरालाई अब हामी के गर्छौँ त ट्री डायग्राममा रिप्रेजेन्ट गर्दैछौँ है त आरले रेड बललाई रिप्रेजेन्ट गर्यो बीले इभेन्ट अफ गेटिङ ब्ल्याक बललाई रिप्रेजेन्ट गर्यो र डब्लुले चाहिँ के कुरालाई रिप्रेजेन्ट गर्यो त व्हाइट बलको इभेन्ट अफ गेटिङ व्हाइट बललाई रिप्रेजेन्ट गरेको छ भने अब यसलाई ट्री डायग्राममा भनौँ है त सुरुमा हामीसँग के छ हेरौँ सबैजनाले के छ त हामीसँग नम्बर अफ रेड बल कति छ 1 छ नम्बर अफ अर्को के छ त हामीसँग ब्ल्याक बल छ जुन कति छ 1 छ त्यसै गरी नम्बर अफ व्हाइट बल हामीसँग कति छ 1 छ हो त्यो ब्यागमा टोटल 3 वटा बल्सहरू छन् जसमा एउटा रेड छ एउटा ब्ल्याक छ एउटा व्हाइट छ अब पहिलोचोटि हामीले त्यो ब्यागबाट बल निकाल्दै गर्दाखेरि हामीलाई के पर्न सक्छ भनौँ त के पर्ने प्रोबेबिलिटी हुन्छ त के पर्ने चान्सेस हुन्छ 3 वटा कलरको बल छ 3 वटा कलर मध्ये जुनसुकै कलर पर्न सक्छ हो जुनसुकै कलरको बल पर्न सक्छ जस्तै सुरुमा अब रेड पर्न पनि सक्छ ब्ल्याक पर्न पनि सक्छ व्हाइट पर्न पनि सक्छ हो सक्छ कि सक्दैन सक्छ भने सुरुमा मैले पहिलो बल झिक्दा रेड बल पर्ने प्रोबेबिलिटी चाहिँ कति हुन्छ जम्मा टोटल बल कति छ टोटल बल्स 1 2 3 वटा छ जसमा रेड बल कति छ एउटा छ इट मिन्स प्रोबेबिलिटी अफ गेटिङ रेड बल कति हुन्छ 1/3 हुन्छ त्यसै गरी प्रोबेबिलिटी अफ गेटिङ ब्ल्याक बल पनि कति हुन्छ 1/3 नै हुन्छ अर्को भनेको प्रोबेबिलिटी अफ गेटिङ के छ हामीसँग व्हाइट बल छ त्यो कति हुन्छ 1/3 हुन्छ यहाँसम्म बुझाएको छ अब क्वेसनले हामीलाई विथ रिप्लेसमेन्ट भनेको छ कि विथआउट रिप्लेसमेन्ट भनेको छ विथआउट रिप्लेसमेन्ट भनेको छ यसको मतलब यदि मैले पहिलोचोटि बल झिक्दाखेरि रेड बल पर्थ्यो भने रेड बल परेको थियो भने अब मैले विथआउट रिप्लेसमेन्ट भनेको छ इट मिन्स अब मसँग त्यो ब्यागमा कुन बल बाँकी छ त रेड बल कतिवटा थियो एउटा थियो पहिलोचोटि झिक्दा परिसक्यो अब त्यसलाई मैले फेरि राख्छु रिप्लेस गर्छु गर्दिनँ इट मिन्स अब मसँग बाँकी के हुन्छ त मसँग अब बाँकी हुन्छ एउटा ब्ल्याक बल बाँकी हुन्छ एउटा के बाँकी हुन्छ त व्हाइट बल बाँकी हुन्छ इट मिन्स अब मैले सेकेन्ड चोटि बल झिक्दाखेरि के पर्न सक्छ त सुरुमा एकचोटि रेड बल परिसक्यो भने अब सेकेन्ड चोटि बल झिक्दै गर्दाखेरि कि त मलाई के पर्छ कि त मलाई ब्ल्याक बल पर्छ कि त मलाई के पर्छ त व्हाइट बल पर्छ यो भन्दा अरु पर्न सक्छ रेड बल पर्न सक्छ त सक्दैन किन रेड बल पर्न सक्दैन हेरौँ त एउटा मात्रै रेड बल थियो सुरुमै पर्यो अब दोस्रो चोटि रेड बल आउँछ त आउँदैन किन हामीले फेरि रिप्लेस गरेका छौँ छैनौँ भने रेड बल पर्ने चान्सेस हुन्छ त सेकेन्ड चोटिमा हुँदैन भने अब सेकेन्ड चोटिमा पहिलो चोटि रेड बल परिरहँदा सेकेन्ड चोटिमा अब मलाई ब्ल्याक बल पर्ने प्रोबेबिलिटी चाहिँ कति हुन्छ टोटल बल अब कति बाँकी छ दुईटा बाँकी छ ब्ल्याक बल कतिवटा छ एउटा छ इट मिन्स 1/2 हुन्छ त्यस्तै गरी व्हाइट बलको केसमा पनि के हुन्छ 1/2 नै हुन्छ यहाँसम्म बुझाएको छ सबैले यहाँसम्म ठिक छ टी डायग्राम बनाएको बुझाएको छ ल यहाँसम्म बुझाएको छ भने अब यसपछि हेरौँ है त मैले चाहिँ पहिलोचोटि बल झिक्दै गर्दाखेरि मलाई रेड बल नपरेर के पर्यो त ब्ल्याक बल चाहिँ पर्यो रे हो ब्ल्याक बल यदि पहिलोचोटि पर्छ भने अब मसँग कुन बल बाँकी हुन्छ त सेकेन्ड चोटिको लागि कुन बल बाँकी हुन्छ ब्ल्याक बल एउटा थियो त्यो पनि परिसक्यो इट मिन्स मसँग के बाँकी हुन्छ मसँग एउटा रेड बल बाँकी हुन्छ अर्को मसँग के बल बाँकी हुन्छ त व्हाइट बल बाँकी हुन्छ यसको मतलब पहिलोचोटि ब्ल्याक बल परिसकेपछि दोस्रो चोटि मैले बल झिकिरहँदाखेरि अब मसँग कुन बल पर्ने चान्सेस हुने भयो कि त मलाई के पर्छ रेड बल पर्छ कि त मलाई के पर्छ त व्हाइट बल पर्छ हो यही कुरा हो यहाँसम्म बुझाएको छ है यहाँसम्म बुझाएको छ भने अब सेकेन्ड चोटि मैले बल झिकिरहँदाखेरि रेड बल पर्ने प्रोबेबिलिटी कति हुन्छ
टोटल बल दुईटा बाँकी छन् अब ब्यागमा हो, दुईटा बल बाँकी छन्, त्यसमा रेड बल एउटा छ, इट मिन्स 1/2 हुन्छ। त्यस्तै गरी व्हाइट बल कतिवटा छ, एउटा छ, टोटल बल दुईटा छ, इट मिन्स व्हाइट बल पर्ने प्रोबेबिलिटी कति हुन्छ, 1/2 हुन्छ। अब यो त के भयो, पहिलोचोटि ब्ल्याक बल पर्दै गर्दाको केसमा भयो, तर पहिलोचोटि मैले बल झिक्दा ब्ल्याक बल परेन, मलाई कस्तो बल पर्यो पहिलोचोटिमा, व्हाइट बल पर्यो भने अब व्हाइट बल पहिलोचोटिमा परेको छ भने यो केसमा अब सेकेन्डचोटि ड्र गर्नको लागि मसँग के बाँकी हुन्छ त, के बाँकी हुन्छ, पहिलोचोटि व्हाइट बल परिसक्यो, व्हाइट बल पनि कतिवटा थियो, एउटा थियो, एउटा बल सुरुमा झिकिसके, अब त्यसलाई रिप्लेस गरेको छैन भने अब मसँग बाँकी के हुन्छ त, बाँकी के हुन्छ, एउटा रेड बल बाँकी हुन्छ, अर्को ब्ल्याक बल बाँकी हुन्छ। इट मिन्स अब सुरुमा यदि व्हाइट बल परिसकेको छ भने दोस्रोचोटि मैले बल झिकिरहँदा मलाई के पर्न सक्ने भयो, कि त मलाई के पर्छ, रेड बल पर्न सक्छ, कि त मलाई के पर्न सक्छ, ब्ल्याक बल पर्न सक्छ। इट मिन्स टोटल नम्बर अफ बल्स कतिवटा छन्, दुईवटा छन्, जसमा रेड बल एउटा छ, प्रोबेबिलिटी अफ गेटिङ रेड बल कति हुन्छ, 1/2 हुन्छ। त्यस्तै गरी ब्ल्याक बल कतिवटा छ, एउटा छ, टोटल बल दुईटा छ, इट मिन्स प्रोबेबिलिटी अफ गेटिङ ब्ल्याक बल कति हुन्छ, 1/2 हुन्छ। यसरी के गर्छौँ त, हामीले ट्री डायग्राम बनाउँछौँ। यहाँसम्म ठिक छ सबैजनालाई, यहाँसम्म बुझाएछ। के थियो, हामीसँग सुरुमा एउटा रेड ब्ल्याक र व्हाइट बल थियो, पहिलोचोटि ड्रन गर्दा हामीलाई के पर्ने चान्सेस हुन्थ्यो, कि त रेड हुन्थ्यो, कि त ब्ल्याक हुन्थ्यो, कि त व्हाइट हुन्थ्यो, सबै एउटा भएकोले के हुन्छ त, अब दोस्रोचोटि हामीले विथआउट रिप्लेसमेन्ट फेरि रिप्लेस नगरेकोले अब हामीसँग के हुन्छ त, रेड यदि पहिलोचोटि पर्यो भने दोस्रोचोटिको लागि अब के बाँकी हुन्छ, ब्ल्याक र व्हाइट बल मात्रै बाँकी हुन्छ, पहिलोचोटि ब्ल्याक पर्यो भने दोस्रोचोटिको लागि रेड र व्हाइट मात्रै बाँकी हुन्छ, पहिलोचोटि व्हाइट पर्यो भने दोस्रोचोटिको लागि रेड र ब्ल्याक मात्रै बाँकी हुन्छ, हो यही कुरा छ। अब जे बाँकी छ त्यही पर्ने प्रोबेबिलिटी त हुन्छ सेकेन्ड चान्समा। यसमा ब्ल्याक र व्हाइट बाँकी थियो, के पर्न सक्छ त, कि त ब्ल्याक पर्छ, कि त व्हाइट पर्छ। यसमा के बाँकी थियो, रेड र व्हाइट बाँकी थियो, कि त रेड पर्छ, कि त व्हाइट पर्छ। यसमा के बाँकी थियो, फेरि रेड र ब्ल्याक बाँकी थियो, कि त रेड पर्छ, कि त ब्ल्याक पर्छ। यहाँसम्म ठिक छ सबैजनाले, यहाँसम्म बुझाएछ भने अब यसमा के आउटकम्स आयो त, कि त हामीलाई रेड बल पहिलोचोटि रेड बल दोस्रोचोटि ब्ल्याक बल पर्न सक्ने रहेछ, कि त हामीलाई पहिलोचोटि रेड बल दोस्रोचोटि व्हाइट बल पर्न सक्ने रहेछ, कि त पहिलोचोटि ब्ल्याक बल पर्यो भने दोस्रोचोटि रेड बल पर्न सक्ने रहेछ, कि त पहिलो पटक ब्ल्याक बल पर्यो भने दोस्रो पटक के पर्न सक्ने रहेछ, व्हाइट बल पर्न सक्ने रहेछ। अर्को भनेको हेरौँ त, पहिलोचोटि व्हाइट बल पर्यो भने दोस्रो पटक के पर्न सक्छ, रेड बल पर्न सक्छ। अर्को भनेको पहिलोचोटि व्हाइट बल पर्यो भने दोस्रो पटक के पर्न सक्ने रहेछ, ब्ल्याक बल पर्न सक्ने रहेछ। भन्नुको मतलब यो चाहिँ के भयो त, पोसिबल आउटकम्सहरू चाहिँ के भयो त, यही नै भयो है त। यहाँसम्म बुझाएछ सबैजनाले, यहाँसम्म ठिक छ। रेड ब्ल्याक र व्हाइट एउटा बल भएको ब्यागबाट बल हामीले दुईचोटि ऱ्यान्डमली ड्रन गर्दाखेरि चाहिँ हामीलाई चाहिँ यी आउटकम्सहरू चाहिँ आउन सक्ने रहेछ भन्ने कुरा फर्स्टमा बुझ्नु पर्यो है। यहाँसम्म बुझाएछ भने यो नै के हो त, हामीलाई चाहिने ट्री डायग्राम हो। यसरी ट्री डायग्राम बनाउन सकिन्छ। अब क्लियर छ सबैजनाले, बुझाएछ। यो केसमा मात्रै होइन, अरू केसमा पनि यहाँनिर नम्बर अफ बल्समा चेन्जेस छ भने पनि त्यो केसमा गर्न जान्ने हुनु पर्यो है। ओके ल, यतिसम्म बुझाएछ भने अब सी नम्बरमा के क्वेसन सोधेको छ हेरौँ न। फाइन्ड द प्रोबेबिलिटी अफ गेटिङ अ रेड बल एन्ड अ ब्ल्याक बल भन्यो। रेड बल र ब्ल्याक बल पर्ने प्रोबेबिलिटी चाहिँ कति छ भनेको छ हो। यसमा हामीलाई फर्स्टमै रेड बल पर्नुपर्छ पनि भनेको छैन, फर्स्टमा ब्ल्याक बल पर्नुपर्छ भनेको पनि छैन। जति बेला परोस्, पहिलोचोटि रेड परेर दोस्रोचोटि ब्ल्याक परे पनि परोस्, पहिलोचोटि ब्ल्याक परेर दोस्रोचोटि रेड परे पनि परोस्, तर आउटकम चाहिँ के हुनु पर्यो, एउटा रेड बल हुनु पर्यो, एउटा ब्ल्याक बल हुनु पर्यो। त्यस्तो कन्डिसन त्यस्तो आउने प्रोबेबिलिटी चाहिँ कति छ, त्यो कन्डिसन आउने प्रोबेबिलिटी कति छ भनेर हामीलाई क्वेसनमा सोधेको छ। एकदमै सिम्पल छ। यहाँ गएर हेर्छौँ हामीले के पर्नु पर्यो त, रेड र ब्ल्याक भएको केस हेर्नु पर्यो। रेड र ब्ल्याक, यहाँ रेड छ ब्ल्याक छ, एउटा यो भयो। अर्को कहाँ छ त, ब्ल्याक र रेड छ, यहाँ भयो हो। ब्ल्याक र रेड छ, यहाँ भयो। इट मिन्स कति चान्सेस छ त्यो कुरालाई अब हामी यहाँ हेर्छौँ। जस्तै अब के छ त, प्रोबेबिलिटी अफ गेटिङ रेड बल एन्ड अ ब्ल्याक बल भनेको छ। इट मिन्स अब के गर्नु पर्यो त, यो भनेको हामीले के गर्न सक्छौँ, फ्रम टी डायग्राम के गर्न सक्छौँ त, निकाल्न सक्छौँ हो। टी डायग्रामबाट यो कुरा फाइन्ड आउट गर्न सक्छौँ। प्रोबेबिलिटी अफ गेटिङ रेड बल एन्ड ब्ल्याक बल प्लस प्रोबेबिलिटी अफ गेटिङ के छ त, ब्ल्याक एन्ड रेड बल हो। यही कुरा छ। अब यसलाई हामीले गर्न सक्छौँ। यहाँनिरबाट प्रोबेबिलिटी कति निकाल्छौँ हामीले, 1/3 इन्टु
1/3 छ सुरुमा रेड बल पर्ने प्रोबेबिलिटी इन्टु सेकेन्ड, त्यो केसमा सेकेन्डमा के छ ब्ल्याक बल पर्ने प्रोबेबिलिटी 1/2 छ, 1/3 इन्टु 1/2 प्लस अब यसको केसमा के छ 1/3 इन्टु के छ त इन्टु 1/2 छ। यहाँसम्म पनि बुझाएको छ सबैले? यहाँसम्म बुझाएको छ भने 1 इन्टु 1 1 हुन्छ, अपन 3 इन्टु 2 6 हुन्छ, 1/6 प्लस 1/6 हुन्छ। यो भनेको डिनोमिनेटर सेम भयो, इट मिन्स माथिको के गर्नु मिल्यो त मैले सम गर्नु मिल्यो। 1/6 प्लस 1/6 भनेको 2/6 हुन्छ। यसलाई फर्दर सिम्प्लिफाई गर्छु भने 2 1 is 2, 2 3 जा कति हुन्छ 6 हुन्छ। इट मिन्स 1/3 चाहिँ के रहेछ त द प्रोबेबिलिटी अफ गेटिङ रेड बल एन्ड अ ब्ल्याक बल कुरा भयो। कति रहेछ त प्रोबेबिलिटी अफ गेटिङ रेड बल एन्ड अ ब्ल्याक बल कति रहेछ 1/3 रहेछ। यो कुरा बुझ्नु पर्यो। यो सी नम्बरको क्वेसनमा के कन्फ्युजन छ? अब कन्फ्युजन छैन नि है। सी नम्बरको क्वेसनमा नि कन्फ्युजन छैन भने अब यसमा हामीलाई अरू डिफ्रेन्ट वेबाट क्वेसन सोध्न सक्छ, एट लिस्ट, एट मस्ट, होइन, अरू जसरी क्वेसन सोधे पनि गर्न सक्ने हुनु पर्यो। अब यसको डी नम्बरमा जाँदा के भन्यो क्वेसनले, इज देयर एनी पोसिबिलिटी अफ गेटिङ बोथ बल्स अफ सेम कलर भन्यो, गिभ रिजन भन्यो। के मैले दुईचोटि ऱ्यान्डमली बलहरू झिक्दै गर्दाखेरि चाहिँ विथाउट रिप्लेसमेन्ट है दुईवटै सेम कलरको बल पर्न सक्छ होला त भन्ने क्वेसन यो क्वेसनले सोध्यो। अब यो डी नम्बरको क्वेसनको लागि यहाँ हेरौँ, हामीसँग के छ रेड ब्ल्याक र व्हाइट एउटा एउटा बल छ। यिनीहरूलाई दुईचोटि हामीले ऱ्यान्डमली के गर्नु छ निकाल्नु छ। दुईचोटि निकाल्दाखेरि हामीले फेरि राख्न पाउँदैनौँ हो, फेरि रिप्लेस गर्न पाउँदैनौँ भने त्यो केसमा दुईवटै एउटै कलरको बल पर्न सक्छ त सक्दैन। किन यहाँ आउटकम्स हेर्छु भने के छ पर्न सक्ने चान्सेस छ छैन। किन छैन भन्दा सबै बलहरू एउटा एउटा छ, एउटा एउटा छ हो, एउटा एउटा छ। इट मिन्स पहिलोचोटि झिक्दै गर्दाखेरि त एउटा बल त के गर्ने भयो अगाडि नै निकालिसकेको हुन्छ, त्यो बल अब दोस्रोचोटि फेरि पर्ने चान्सेस हुने भयो त हुँदैन। पहिलोचोटि नै निकालिसकेको छ भने दोस्रोचोटि फेरि त्यो बल पर्न सक्छ सक्दैन। किन रिप्लेस हामीले फेरि राखेको छैन नि त, निकालेको बललाई बाहिरै राखिरहेछौँ भनेपछि फेरि दोस्रोचोटि पर्न सक्दैन। सो द्याट के हुँदैन त सेम कलरको बल चाहिँ दुई पटक नै पर्न सक्दैन भन्ने कुरा छ। यसैलाई यहाँ ल्याङ्ग्वेजमा लेखेको छ देयर इज नो एनी पोसिबिलिटी अफ गेटिङ बोथ बल्स अफ सेम कलर बिकज देयर आर one बल अफ इच कलर एन्ड द फर्स्ट रन बल इज नट रिप्लेस्ड। यही कुरालाई लेख्नु पर्यो है त। यसरी नै लेख्न सकिन्छ। यसरी लेखियो भने फुलमा फुल मार्क्स पाइन्छ है त। यो के थियो प्रोबेबिलिटीसँग रिलेटेड क्वेसन थियो। प्रोबेबिलिटीको अरू डिफ्रेन्ट टाइप अफ क्वेसन्सहरू पनि हामीलाई इक्जाममा सोधिरहेको हुन्छ, कोइनसँग रिलेटेड होइन, त्यसै गरी डाइससँग रिलेटेड क्वेसन सोधिरहेको हुन्छ। अर्को भनेको प्रब्लम सल्भिङ, दुईवटा स्टुडेन्टहरूको प्रब्लम सल्भिङसँग रिलेटेड क्वेसन सोधिरहेको हुन्छ। जम्मा 7 टाइप अफ क्वेसन्सहरू सोध्छ। त्यो टाइप्सहरूमा कुन कुन क्वेसन पर्छ भन्ने कुरा थाहा पाउनु छ भने कमेन्ट सेक्सनमा टाइप्स अफ प्रोबेबिलिटिज क्वेसन भनेर लेख्नु होला। म त्यसपछि के गर्छु तपाईहरुलाई त्यो क्वेसन पठाइदिन्छु है त। ओके एभ्रीवन, यहाँसम्म ठिक छ सबैजनालाई? ठिक छ भने ओके, थ्याङ्क यू सो मच है त।